पुजिहालौँ त खै मलाई टिका दिनु न टिका पनि यसो चाम्रो चाम्रो बनाएर ल छोरी ल आमाको गिफ्ट के हो आमा म त गिफ्ट दिँदैन नि त आमालाई आमाको आशीर्वाद लिनुको ल आज हो के हो छोरा भने नि आज के हो सबै म ल आज आज हेर्नु नि यसले मलाई रिस उठाएको आज के हो भन्छ हेर्नु न यहाँ कस्तो मान्छे होला यो ल त्यो खाऊ ल आछोरो म ल्याइदिन्छु तँलाई पनि केही अलि मन थाहा देखाउनु सबै मैले त मनमा जे भन्नु भनिहालेँ मुखले केही भनिनँ यस्तै संसारको नियम यस्तै हो हामीलाई कर्म दिने भने नि जन्म दिने भयो नि सबै नै भनेर बसेको छु म पनि ढुङ्गाडुलमा गो ल भाग्यमानी हुनु ज्ञानी हुनु छोरो हुन्छ ह्याप्पी मदर्स डे न है आजको दिन ऊ गर्नुहुन्छ झन् कोही नभएकोहरूले के गर्ला नि त अनि त्यही त ल आइज बाबु लगा खानु यसै गरी तपाईँकै माया र आशीर्वादको ऋण हुनु पाऊँ त्यो त बुढी आमाले झन् जान्दै रहेछ नि त मैले त केही मनमा ल गएँ म है जाऊ म अहिले आइहाल्छु सम्झिनेहरूलाई स्याहारौ भन्थे ल ल ए राजेश बाबुको त्यस्तो म त जानुपर्ने होला भनेर पो सोचिरहेको छु त कहाँ जाने राजेश बाबु त्यही साँची बस्दिनु जानुपर्छ है भाउजू भन्दै म लड्डु लड्डु खानु पाइनस् ल भाग्यमानी हुनु ल मामा बाई है ल आमा बाई बाई